सदा दिन जस्तै रातिको 8 बजे म चाहिँ पसल अफ गर्दैछु साथीहरू। यो भिडियो भने हिजो 15 गतेको हो, असार 15 गते। आज बहिनीहरूले घरमा के गर्दैछन् म चाहिँ भिडियो बनाउँदै घर जाँदै थिएँ। ल फाइनली साथीहरू म चाहिँ घर आइसकेँ। घर आउँदा चाहिँ गेट खुला गरेर राखिदिएका रहेछन् बहिनीहरूले। म आउँदैछु भनेपछि अनि चाहिँ हेर्नुहोस् है, अब म चाहिँ माथि जाँदैछु। के गर्दैछु भिडियो बनाउँदै आउँदै गर्दा चाहिँ उनीहरूलाई मन पर्दैन पक्कै पनि। म चाहिँ भिडियो अन गरेर नै माथि पुगेँ। माथि जाँदा चाहिँ नानीहरूले फेरि ल मामा आउनुभयो भनेर कति खुसी भयो कि। सानो नानी फेरि कति खुसी हुँदै फेरि आइन्, मेरो नजिकै आइन्। हेलो गाइज भन्दै छिन्। अब नानीले पनि भिडियोमा तर सुनेको छैन। अनि चाहिँ बहिनीले अनि नानीले, ठुलो नानीले फेरि यता खाना पकाउँदैछन्। यहाँ चाहिँ अचारको लागि काँक्रा काटेर राखेका रहेछन्। अनि म उता जान्छु। उता गएपछि चाहिँ नानीले फेरि हेलो हेलो भन्दै चाहिँ नानी पनि क्यामेरामा आइन्। बहिनीलाई चाहिँ मन पर्दैन कि, ऊ चाहिँ रिसाउँदै थिए अब के भिडियो बनाउँदै होला भनेर। अनि यता फेरि खिर बनाउँदै रहेछन्। अब हिजो चाहिँ 15 गते थियो नि त, खिर अनि अचार बनाउँदै रहेछन्। अनि आजको स्पेसल यही नै रहेछ। अनि म चाहिँ सिधै किचनमा गएको थिएँ। ल फाइनल साथीहरू खाना बनिसक्यो। हामी चाहिँ अब खाना पनि लगाइसक्यौँ। यही नै हो आजको, हिजोको हाम्रो प्रोग्राम चाहिँ यस्तो थियो। अब मेरो भिडियो कस्तो लाग्यो साथीहरू, अन्तिमसम्म हेरेर साथ दिनुभयो। थ्याङ्क यू सो मच।